ल सुरु भयो ल सबैजना पत्रकार मित्रहरूलाई धन्यवाद छ। मैले कहिलेकाहीँ यहाँहरूलाई दुःख दिइरहन्छु भन्दा पनि जनताको जान्न पाउने अधिकार, बुझ्न पाउने अधिकार, सत्य तथ्य के रहेछ भनेर चाहिँ नि होइन जानकारी पाउने अधिकार संविधानले दिएको धारा 27 अन्तर्गतको अधिकार प्रत्याजन लाइक ग्यारेन्टी गर्नका लागि यहाँहरूले सहयोग गरिराख्नु भएको छ। हृदयदेखि धन्यवाद दिन चाहन्छु सबैभन्दा पहिला। र छोटोमा जान्छु, म धेरै लामो छैन होइन। अहिले यो चाहिँ नि बहुभाषिक पाठशाला जुन सिसाको त्यो नै एकदम भाइरल घर पनि भन्छ त्यसलाई, त्यो बचाउनका लागि चाहिँ त्यसको के अरे पर्तिरको प्रोटेक्सन वालहरू चाहिँ खसिराखेको बेलामा हामीले यतै बस्नु न, के अरे किरणजी यतै बस्नु यतै है। जुन तपाईँको चाहिँ नि प्रोटेक्सन वाल खसिराखेको बेलामा चाहिँ हामीले तत्काल त्यो नबनाउँदाखेरि चाहिँ त्यो वाल सबै भत्केर जाने, हाम्रो त्यो बहुभाषिक पाठशालाको आँगा नै भत्केर जाने खालको जोखिमपूर्ण स्थिति भएको कारणले बर्खा लाग्नुभन्दा पहिला नै त्यसलाई चाहिँ टालटुल गरिहालौँ, मर्मत गरिहालौँ भन्ने बुद्धिमानीका साथ चाहिँ नि हामीले त्यसलाई जाली लगायौँ। र जाली लगाउने क्रममा अब यो एउटा फाइल उठेको छ होइन। हामीले जाली लगाउने क्रममा चाहिँ नि हाम्रो खरिद प्रकाशजी तपाईँ पनि यसो यता के अरे देखा पर्ने हो कि यतै बस्दा पनि हुन्छ, विशेष तपाईँ नै हो साइट इन्जिनियर होइन। बस हामीले जाली लगायौँ त्यहाँ होइन। कति थान जाली लाग्यो भन्ने कुराको ऊ चाहिँ प्राविधिकले भन्दाखेरि अझै राम्रो हुन्छ होला होइन, त्यो तथ्यगत कुराहरू हुन्छ। र त्यो चाहिँ हामीले खरिदबाट लियौँ होइन, खरिद शाखाबाट लियौँ। कुन शर्तमा लियौँ भन्दाखेरि चाहिँ त्यो लगाउने होइन, त्यो तत्काल बनाइसकेर चाहिँ पछि काम गरिसकेपछि नै भुक्तानी हुन्छ क्या। यहाँ चाहिँ नगरपालिकामा मात्रै, हाम्रो मात्रै नभएर अन्यमा पनि तपाईँको प्रयोग चाहिँ के छ भने काम गरिसक्ने अनि भुक्तानी लिने, पेज कि पहिला दिने अनि त्यहाँदेखि काम किने के अरे गरेर चाहिँ गर्ने भन्ने किसिमको छैन। राम्रो बुझौँ है। त्यसले गर्दाखेरि चाहिँ काम सकिसकेपछि हामीले भुक्तानी दिने हाम्रो चाहिँ नि रहन्छ। अब त्यो क्रममा चाहिँ नि त्यो खालको अपरिहार्यता भएको कारणले हाम्रो सम्पत्ति होइन जोगाउनका लागि, बहुभाषिक पाठशाला जोगाउनका लागि, साथैमा तपाईँको चाहिँ तलतिर बनेको मेयर पार्क जोगाउनका लागि, त्यो बस्ती जोगाउनका लागि पनि हामीले चाहिँ जाली लगाउनु पर्ने भयो। त्यो जाली लगाउँदाखेरि हामीले एउटा उपभोक्ता समिति गठन गर्नुपर्ने भयो। किनभने त्यतिकै जाली किनेर चाहिँ होइन हामीले चाहिँ कुनै अलिक यता बसिदिनु न, तपाईँहरू यता बसिदिनु न, यता मैले हेर्नुपर्छ उहाँहरूलाई है। जाली किनेर लैजा गर भनेर चाहिँ नि हामीले भन्न नमिल्ने, उपभोक्ता समिति मार्फत गर्नुपर्ने, एटलिस्ट उपभोक्ता समिति मार्फत गर्नुपर्ने भन्ने हाम्रो यहाँ छ। कि त टेन्डर हाल्नु पर्यो, कि त उपभोक्ता समितिबाट गराउनु पर्यो, कि त कोटेसन पनि छ होइन सुरजजी? हजुर कोटेसन पनि छ। अब उपभोक्ता समितिबाट बनाउँदाखेरि चाहिँ नि अब त्यो होइन छिटो छरितो हुन्छ भने होइन त्यतैबाट जाउँ भनेर हामीले उपभोक्ता समितिबाट बनायौँ। त्यतिखेर उपभोक्ता समिति गठन गर्दाखेरि होइन, उपभोक्ता भन्ने बित्तिकै मैले अस्ति पनि भनेको छु, उपभोक्ता भन्ने बित्तिकै चाहिँ त्यो खोलाको काम भएको कारणले त्यो खोला कुन चाहिँ वडाको हो भन्ने एउटा प्रश्न रहन्छ होइन। त्यो खोलाको काम भएको कारणले गर्दाखेरि त्यहाँनिर चाहिँ धरान उपमहानगरपालिकाभित्रको जो पनि राख्न सकिन्छ भन्ने मेरो चाहिँ बनायो। उपभोक्ताको मिनिङ त्यो हुन्छ होइन। इटरीको मान्छे कोही त राखेको थिएन, हामीले काम गर्ने मान्छे जो छ होइन, काम गर्ने मान्छेहरूबाट नै एकजना चाहिँ प्रसाद राईको अध्यक्षतामा एउटा हामीले समिति बनायौँ, जसमा 16 नम्बर वडाका पनि थुप्रै तपाईँको चाहिँ सदस्यहरू हुनुहुन्छ है। र त्यतिखेर वडा अध्यक्ष मुरारी भट्टराईले साइन गर्नुभएको छ यहाँ। उहाँको मैले अभिव्यक्ति के देख्दै थिएँ भन्दाखेरि मेरो असहमति रहेको थियो पहिल्यैदेखि भन्दै हुनुहुन्थ्यो, उपभोक्ता समिति गठन गर्दा उहाँले किन साइन गर्नुभयो भन्ने एउटा प्रश्न रहन्छ होइन। सुरु चाहिँ हामीले त्यसरी गऱ्यौँ, अनि गरिसकेपछि भरै लास्टमा गएर होइन काम सकियो, भुक्तानी दिने बेलामा काम अत्यन्तै तीव्र गतिमा हामीले गऱ्यौँ होइन त? गऱ्यौँ। नडराइकन बोल्नुहोस्, सत्य बोल्नका लागि कोही कसैको दबाब र प्रभाव झेल्नु पर्दैन है। हामीले काम गऱ्यौँ, काम भयो नि, काम भयो होइन, काम भयो। त्यहाँ त तपाईँ हामी हेर्न सक्नुहुन्छ, अहिले जाँदा हेर्दा पनि हुन्छ। त्यत्रो विधि काम गरिसकेपछि लास्टमा गएर त्यो जालीको भुक्तानी दिने बेलामा चाहिँ अनेक परेको फन्डा आइलाग्यो होइन। भुक्तानीको क्रममा किरणजी हामीले के कुराको भुक्तानी दिन्छौँ? जालीको अनि ढुवानी हो, बेन्डिङ तारको। अनि हामीले चाहिँ जस्तै डोर हाजिरी त्यहाँनिर उठायौँ, त्यो डोर हाजिरी किन उठायौँ एकचोटि भनिदिनु पर्यो।
डोर हाजिरी उठायो नि त्यहाँ, त्यो डोर हाजिरी चाहिँ के गर्नु उठायो? एस्टिमेटमा उपभोक्ताको सेयरिङै श्रमदानबाट गर्ने यो बनेकोले गर्दाखेरि हामीले त्यो उठायौँ होइन त। अनि अहिले आएर मैले यहाँहरूलाई बोलाउनुको कारण चाहिँ अब यहाँ डोर हाजिरी यसरी हामीले उठायौँ, अरूमा पनि हामी यसै गर्छौँ, सबैमा गर्छौँ। डोर हाजिरी यसरी उठायौँ, प्राविधिक तपाईँको चाहिँ मूल्याङ्कन झन्डै 17 लाखको रहेछ होइन, त्यसमा चाहिँ 7 लाख चान्चुनको सामान किन्ने अनि चाहिँ तपाईँको के अरे 10 लाख चान्चुनको चाहिँ होइन, अथवा 9-10 लाख कतिको चाहिँ जन सहभागिता अथवा श्रमदान गर्ने भन्ने किसिमले चाहिँ यहाँ प्रत्येक पानामा होइन रकम नलिएको श्रमदान मात्र भनेर यसरी चाहिँ साथीहरूले उठाउनु भएको छ, प्रमाणित भएर अगाडि बढ्यो। यो कुरा चाहिँ होइन तपाईँको चाहिँ नि लगेर मान्छेले के गरिदियो भन्दाखेरि काटेर यो कैफियतमा जे लेखेको छ त्यसलाई चाहिँ लुकाएर जुन प्रस्तुत गरेर चाहिँ अहिले श्रमदाताले पैसा लियो, श्रमदाता भन्ने श्रमदान भन्ने अनि पैसा चाहिँ नि भुक्तानीको लागि बिल पेश गरेको छ हर्क साम्पाङले भन्ने किसिमको चाहिँ नि एउटा होइन नैतिक रूपमा होइन तपाईँको चाहिँ जुन आरोप लगाएको छ, झुटो आरोप, त्यसलाई चिर्नका लागि आज हामी यहाँ उपस्थित छौँ। अरू कुरा त्यत्रो ठुलो केही पनि छैन होइन, म्याक्सिमम होइन हामीले चाहिँ बुझ्ने कुरासम्म हामीले बुझ्नुपर्छ, नबुझ्ने कुरा बुझ्नु हुँदैन भनेर पनि म तमाम तपाईँको चाहिँ नि धरानवासी साथै नेपालभरि जुन भाषा हामी प्रयोग गरिरहेका छौँ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बुझ्नको लागि अनुरोध गर्न चाहन्छु। र यसरी अब कुनै एउटा चाहिँ नि होइन खाजा किनेर खाने अथवा केही कुरा होइन यो चिज होइन, कसैले ला भाइ पैसा लैजा खा भने सरकारको पैसा हो, त्यसले गर्दाखेरि त्यसलाई चाहिँ नि प्रयोग गर्दाखेरि विधिसम्मत तरिकाले प्रयोग गरिनुपर्छ भन्ने हाम्रो चाहिँ नि प्रक्रिया रहेको कारणले गर्दाखेरि श्रमदान गरे। श्रमदान त यति मान्छेले मात्रै गरे होइन, त्यहाँ त कति आयो नि होइन, हामीसँग भिडियो एभिडेन्स छ। तर त्यति बराबरको चाहिँ काम हो भनेर जुन एउटा मूल्याङ्कन चाहिँ प्राविधिक हिसाबले भएको कारणले होइन हामीले चाहिँ यो के अरे यो गर्नुपर्ने डोर हाजिरा गर्नुपर्ने बाध्यता चाहिँ प्रक्रियागत हिसाबको रहेको छ। र त्यसमा चाहिँ अब श्रमदाताले पैसा नलिएको नलिने भन्ने कुरा छ। र सार्वजनिक तपाईँको चाहिँ सुनवाईमा पनि होइन हामीले त्यो दिन किरणजीको त्यो भिडियो पनि अहिले चाहिँ नि अहिले ऊ पनि भइरहेको छ, भाइरल भनौँ न, आवश्यकताले मागेर है। त्यसमा चाहिँ 7 लाख रुपियाँ दिने, अरू चाहिँ ऊ गरेको नलिएको भनेर चाहिँ हामीले त्यसै तरिकाले अनुमोदन गरेर पनि यो चिज चाहिँ सबै कुरा आएको छ। तर अहिले चाहिँ मान्छेले के गीत गाइरहेको छ, झुटो गीत मान्छेले दिग्भ्रमित कसरी बनाउन खोजिरहेछ भने श्रमदान भनेर श्रमदातालाई पैसा वितरण गर्यो नगरपालिकाको भन्ने खालको जुन अफवाह फैलाइराखेका छन् होइन, ती व्यक्तिहरूलाई म भन्न चाहन्छु तपाईँहरूको त्यो झुट होइन भ्रमको पर्दा है अब फाटिसकेको छ, त्यो खालको काम नगर्नुहोस्। एउटा श्रमदानमा तपाईँको चाहिँ नि सहभागी श्रमदाताहरूले जसले चाहिँ नि बिहानदेखि बेलुकासम्म काम गरिरहेको छ, अहिले पनि तपाईँको चाहिँ नारायण चोकमा हाम्रो काम भइरहेको छ है, उहाँहरूलाई सोध्नुहोस्, छातीमा हात राखेर बोल्नुपर्छ सबैजना। एक दिन मरेर जाने जिन्दगी हो। हामी यहाँ सधैँभरि झुट बोलेर 1000 वर्ष 100 वर्ष आयु हाम्रो लम्बिने हो र जुन दिन मर्नु लेखाएको छ त्यो दिन मरेर जान्छौँ हामी। बाँचिन्जेल चाहिँ साँचो कुराहरू होइन हुने कुराहरूको सुप्रचार गरेर जाउँ होइन। यत्रो यत्रो काम गर्यो त्यसको सुप्रचार चाहिँ नगर्ने होइन, नहुने अफवाह चाहिँ पैसा बाँड्यो यस्तो गर्यो भनेर चाहिँ तपाईँको चाहिँ नि गर्ने साथीहरूलाई होइन म भन्न चाहन्छु खबरदार, त्यो खालको तरिकाले नेपाली समाजलाई हामीले दिग्भ्रमित गर्नु हुँदैन। पत्रकारको काम भनेको साँचो सत्य कुरालाई बाहिर ल्याउने हो। म तपाईँहरूलाई पनि भन्न चाहन्छु साँचो सत्य कुरा बाहिर ल्याउनुहोस्, नडराइकन काम गर्नुहोस् है। कर्मचारीहरूलाई पनि भन्न चाहन्छु साँचो कुरा बोल्नलाई किन डराउने हामी है। भरे अर्को पक्षले मलाई के भन्छ कि भन्ने खालको चाहिँ नि होइन त्रास पनि मैले चाहिँ महसुस गरिरहेको छु। कर्मचारी साथीहरू म प्रोत्साहन दिन चाहन्छु होइन, सत्यको पछाडि हामी लाग्नुपर्छ, सत्यसँग जिउनुपर्छ होइन। असत्यको पछाडि धम्कीको पछाडि कसले पो के गरिदेला कि भोलि होइन मेरो जागिर पो खाइदेला कि अप्ठ्यारो पो पारिदेला कि यतात्यता गोडा गल्फामा यो पो गर्ला कि अनावश्यक मुद्दा पो लगाइदेला कि भन्ने किसिमको कुरामा हामी कोही पनि हच्किनु हुँदैन। म त्यो भन्न चाहन्छु र सत्यको पक्षमा हामी जहिले पनि छौँ। र यो विषय चाहिँ यस्तो चिज हो र यो फाइल पनि होइन तपाईँको चाहिँ नि हप्की दप्की गरेर खोसिएको भन्ने कुराहरू सुन्यो र त्यस पछाडि त्यो चाहिँ कपी गरेर फेरि रिटर्न आएको होला हो त्यो चिज होला। ओके नो प्रब्लम, त्यो तपाईँले भनिराख्न आवश्यक नहोला। र यो चिज छ र यहाँहरूले यो होइन तपाईँको चाहिँ नि उसको प्रत्येक पानाको है यो एउटा ठुलो तपाईँको चाहिँ नि सार्वजनिक इस्यु नै भइपठायो यो चिज है। यस्ता काम त अब
थुप्रै चाहिँ नि अब उपभोक्ता समितिको एउटा जाली लगाउने के बनाउने भन्ने काम त गरिरहेको हुन्छौँ, तर यो चाहिँ इस्यु यति ठुलो इस्यु भइदियो। त्यसले गर्दाखेरि यो प्रत्येक पानाको होइन तपाईँहरूले फोटो खिचेर लानु, म त्यो भन्न चाहन्छु। र श्रमदान र श्रमदातालाई अपमान गर्ने गरी होइन कोही कसैले कुनै किसिमको अभिव्यक्ति नदियोस् भन्छु। म धरान उपमहानगरपालिकाको निर्वाचित होइन तपाईँको छैन र कार्यरत एक्टिङ है मोर देन 3 इयर्स भइसक्यो म यहाँनिर काम गरेको है। अब केही समय मात्रै बाँकी छ। त्यस्तो मेयर भएको कारणले गर्दाखेरि त्यो हैसियतबाट म भनिरहेको छु, श्रमदानबाट गर्ने हरेक कुरा नगरको चाहिँ विकासका लागि यदि छ, त्यो सार्वजनिक हितका लागि छ भने त्यो अवैधानिक हुँदैन होइन। श्रमदाता को हो त? यो देशको नागरिक। यो देशको नागरिकले काम गर्न पाउने होइन अधिकार छ कि छैन है? भोलि त्यसै हो भनेदेखि त तपाईँको मकै बारीमा मकै रोप्नु पनि होइन टेन्डरै लाउनु पर्ला, त्यो पनि अवैध होला है। श्रमलाई अवैध भन्ने, श्रमलाई चाहिँ नि तपाईँको गैर कानुनी भन्ने होइन दुस्साहस र त्यो खालको चाहिँ नि कुचेष्टा कसैले नगरोस् भन्छु म, कसैले गर्नु हुँदैन भन्छु। र आजको यो हाम्रो छोटो पत्रकार सम्मेलन चाहिँ वास्तवमा डोर हाजिरा मार्फत होइन श्रमदाताले पैसा लिएको हो कि होइन भन्ने कुरा विषयमा छ। र यो विषय मैले यति राखेँ। र यहाँहरूलाई केही प्रश्न गर्नु छ भने म उत्तर दिन्छु। यो सम्झौता चाहिँ पहिले गरिनु पर्थ्यो अथवा पछि? सम्झौता भइसकेको छ, खोइ कता छ हाम्रो, यहाँ तपाईँ देख्न सक्नुहुन्छ। सम्झौता अम्बिका प्रसाद चौलागाई प्रमुख प्रशासकीय अधिकारीले सम्झौता भइसक्यो, सबै कुरा भइसक्यो भन्छु त। यो काम गर्नुभन्दा अगाडि नै तपाईँ पनि फेरि सुन्नु न, सम्झौता भयो नि त होइन। विपदजन्य कुरामा सुन्नु न, पछि भए पनि अगाडि भए पनि मैले भन्दैछु त, विपदजन्य कुरामा सम्झौता होइन तपाईँको चाहिँ जस्तै कुनै कुरा इमर्जेन्सी बेसिसमा हामीले गरिरहेछौँ, त्यो कुरालाई चाहिँ तपाईँको चाहिँ होइन अहिले हामीले काम गरिसकेपछि भुक्तानी दिने कुरामा सम्झौताको कुराहरू चाहिँ हामीले पछाडि मिलाउनु पर्ने स्थितिहरू पनि हुन्छ कतिपय बाध्यात्मक स्थितिमा क्या, त्यो चिज हो। र यसरी चाहिँ नि हामीले नगरपालिकाबाट सबै गरिसकेर लास्टमा गएर भुक्तानी दिन्न भन्न पाइन्छ र? त्यो चिज आयोजना सञ्चालन गर्दाखेरि पहिले सम्झौता भएर हुनुपर्ने हो नि, त्यो नियममा चाहिँ। अब तपाईँलाई भन्दैछु त, विपदजन्य कुरामा पहिला सम्झौता भएर ठेक्का निक्लेर हुँदैन क्या। अस्ति हामीले चाहिँ नि बगरकोटमा पुल बचाउनु गयौँ नि, त्यतिखेर सम्झौता गरिराखेको के हुन्छ होइन? विपदको कुरामा सम्झौता गरिराखेर हुन्छ। र अहिले तपाईँले फेन्ट हुनुभयो होइन, अनि तपाईँलाई चाहिँ मैले इमर्जेन्सीमा के अरे एम्बुलेन्स बोलाएर अहिले पुर्याउनु पर्छ कि पर्दैन? अनि त्यस पछाडि शनाखत गर्ने होला नि त, को हो के हो, कता कसको छोरा कसको होइन नाति कसको पनाति भनेर। यो चिजहरू त्यस्तो छ क्या। अब बर्खा लागिसकेर चाहिँ तपाईँको चक्ला चक्ला झरिराखेको छ हाम्रो बहुभाषिक पाठशाला, 2 करोडको लागतमा अझै निर्माणाधीन नै छ भनौँ न, हस्तान्तरण भइसकेको छ, ओपनिङ भइसकेको छ। कि त्यो पाठशाला बनाउनु नहुने भन्ने तर्क हो कि होइन? भाषा भाषिकाको विभिन्न जात जातिको चाहिँ आफ्नो संस्कृति बचाउनु हुँदैन भन्ने तर्क हो कि के तर्क हो यो है? त्यसले गर्दाखेरि त्यो खालको कुराहरू हुँदैन। र यसरी चाहिँ भएको छ। र मैले आज तपाईँलाई विशेष बोलाउनुको कारण चाहिँ एउटा भ्रम छ। यो विषयमा त अब अस्ति नै जानकारी भइसकेको कुरा हो। विशेष भ्रम चाहिँ के छरिएको भन्दाखेरि श्रमदाताले पैसा लियो, श्रमदातालाई पैसा दियो, श्रमदातालाई पैसा दिनको लागि बिल पेश गरियो भन्ने छ। यहाँनिर तपाईँको चाहिँ हामीले लेखेको पनि होला होइन? ए किरणजी, यहाँ लेखेको छ होला, हामीले चाहिँ यति श्रमदानबाट गर्ने यति यो भनेर लेखेको छ होइन? एग्रिमेन्टहरूमै छ होइन? यो कुराको प्रत्येक पानाको फोटो तपाईँले खिचेर लानुहोस् है। र म भन्न चाहन्छु 2-4वटा मिडियालाई, अघि बिहान एउटा क्लिप पनि बनाएँ, अब सबै गर्न भ्याउँदिनँ, समय निकालेर म फेरि गाली त गर्छु भन्नु छ है। अब मेयर हो बोल्नु हुँदैन भन्ने होइन, हर्क साम्पाङ अर्कै मान्छे हो, मेयर मात्रै होइन, ऊ एउटा सचेत नागरिक हो जसले जे पाए त्यो सुन्न होइन, सुनिरहन पतो हो भन्दै के अरे अनेक परीको हिलो होइन, आफ्नो टाउकोभरि अनुहारभरि छ्यापिदिएको चाहिँ नि यसो पुछ्दै रुँदै बस्ने मान्छे होइन। त्यो प्रत्येक मान्छेको म भण्डाफोर गर्छु होइन, जो जसले नहुने कुरा गर्नुभएको छ होइन। के भन्यो भन्दाखेरि करतुत बाहिर निस्कियो, श्रमदानको पैसा श्रमदातालाई पैसा दियो भनेर एउटा कराएर स्वर्ण दर्पण कि के जति भन्यो, त्यस्तो पनि हुन्छ? को त्यो है? त्यस्तो पनि हुन्छ? बुझ्नु छैन, सोच्नु छैन। अब यो सबै कुराको फोटो खिचेर यस्तो रहेछ भनेर तपाईँहरूले गर्नुहोस् है, त्यो तपाईँको धर्म हो। जनता पत्रकार हुँ भन्ने तपाईँहरू जति पनि हुनुहुन्छ नि,
तपाईहरुलाई मेरो अनुरोध के छ भने हार्दिक अनुरोध तपाईहरुले एउटा साहस के राख्नुपर्छ भने सत्य तथ्यलाई उजागर गर्ने साहस राख्नुपर्छ एउटा साहसी मान्छे मात्रै पत्रकार बन्न सक्छ एउटा इमानदार मान्छे मात्रै पत्रकार बन्न सक्छ एउटा निष्पक्ष मान्छे मात्रै पत्रकार बन्न सक्छ म चाहिँ यो पार्टीको सदस्यता लिएको छु अथवा भित्रबाट मेरो आस्था त्यहाँ छ मेरो पार्टीको कुरा चाहिँ सबै लुकाइदिनुपर्छ अरूको चाहिँ उदाङ्गो गरिदिनुपर्छ भन्ने मनसायले कोही कसैले नेपालमा संसारमा हैन पत्रकारिता नगरोस् पत्रकारिता भनेको त्यो एउटा ठुलो काम हो हेर्नुस् हैन लडाई भइराखेको बेलामा मिसाइल हानहान गोली हानहान भइराखेको बेलामा रिपोर्टिङ गर्न जाने पत्रकारलाई छुट छ त्यति अधिकार छ नि पत्रकारलाई किन भन्नु त उसले साँचो सत्य कुरा बाहिर निकाल्छ भन्ने विश्वास हो नि त मान्छेको संसारको समाजको त्यसलाई नै धुमिलाउने गरी चाहिँ नि जे भन्दिएको छ भोलि यस्तो भन्दिएको छ भोलि उस्तो भन्दिएको छ हैन गरी त्यसो नगर्नुस् साँचो सत्य कुरा गर्नुस् यो सक्कली र नक्कली चाहिँ कुन चाहिँ साँचो कुन चाहिँ के हो त अझै पनि त्यसको स्पष्ट भएन का सक्कली र नक्कली जुन कागजपत्र निस्केको छ अब सक्कली के अरे यो हो यस्तो हो क्या यहाँ यस्तो छ कि कैफियत भन्ने छ यो लानु न तपाईले उहाँले लगेर के गर्नु भएको छ यो भन्दाखेरि नि अब यो सार्वजनिक डकुमेन्ट सबैले हेर्न पाउँछ यो प्रमुख प्रशासकीय अधिकृतले राख्ने मेयरले राख्ने भन्ने कहाँ हो होइन नि धरानी जनताको पब्लिकको डकुमेन्ट हो यो सरकारी डकुमेन्ट भनेको द्याट इज पब्लिक डकुमेन्ट है सबैले हेर्न पाउँछ अब यहाँनिर तपाईँको चाहिँ यो यसको फोटो खिचेर यसको स्क्यान गरेर यहाँदेखि यताको मात्रै लगाएको छ लास्टको कोलम लगाएको छैन त्यो बिना कैफियतवाला पनि निस्केको छ त्यो चाहिँ कसरी बाहिरियो भन्ने कुरा बिना कैफियतवाला त्यही त भनेको त हो त्यो चाहिँ तपाईँको छैन ओ मैले त्यही भन्दैछु अब यहाँ सुन्नुहोस् है त्यो कुरा चाहिँ यो भुक्तानी दिनलाई हामीले रेडी बनाइराखेको अवस्थामा उपमेयरले हैन कति गते भयो जुन दिन हाम्रो त्यो सुरु भयो नि सबै भाड भैलो गर्नुभएछ उहाँले गरेर यो तपाईको छैन प्रमुख प्रशासकीय अधिकृतको उबाट प्रहरी नगर प्रहरी सहित लगेर हैन उहाँको त अरू पनि अभिव्यक्ति थियो अरे भन्छु मैले त्यो अहिले त्यति तल झरेर मैले बोल्न छैन उहाँले लानु भएको थियो त्यस पछाडि अहिले देखिएको कुरा कसले मेरो विरोध गरिरहेछ हैन त्यही मेरो विरोधीहरूले लगाइदियो उपमेयरले नै लगायो भनेर त मैले भनेको छैन यहाँ तर लानु त उहाँले लानु भएको थियो अब जस्तै यो फाइल मैले लगेर गएँ अनि यो फाइल मैसँग छ अब यो फाइल चाहिँ तपाईको छैन बाहिर सार्वजनिक निस्क्यो भने तपाईहरुले मलाई के आशा गर्ने त फल्नाले लिक गर्यो भन्ने हुन्छ होला नि त हैन त्यो चीज र यसरी अफवाह नफैलाइदिनु होला अफवाह फैलाएर जनतालाई दिग्भ्रमित गर्ने हैन समाजमा भाड भैलो निम्त्याउने खालको चाहिँ गतिविधिको प्रशय र त्यसको प्रोत्साहन हामी कसैले पनि बिर्सेर पनि गर्नु हुँदैन म त भन्छु हामी जस्तो चाहिँ एउटा अभिभावकत्वको भूमिकामा रहेको मान्छे हैन हाम्रो चाहिँ अत्यन्तै धेरै ठुलो चाहिँ जिम्मेवारी रहन्छ समाजमा साँचो सत्य कुरा है भन्नलाई त्यो प्रवाह गराउनलाई हाम्रो त्यो रहन्छ किरण सरसित जाँदाखेरि पनि त्यति बेला सरले नै अनुगमन गर्छु भनेर बोल्नु भएको छ त्यहाँनिर खासमा अबदेखिका योजनाहरूमा म अनुगमन होइन यस्तो छ फेरि पनि मैले भने मेरो जहिले पनि सेम छ है हेर्नुहोस् है मैले हिजो चाहिँ बोल्दै थिएँ आज त्यही बोल्छु भोलि त्यही बोल्छु हामीलाई आफ्नो आफ्नो काम तोकिदिएको छ हाम्रो चाहिँ नै हैन स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत हाम्रो आफ्नो आफ्नो काम छ त्यो काम भनेको हाम्रो कर्तव्य हो हैन कार्यपालिका बैठक बस्नु अनुगमन गर्नु योजना चाहिँ बजेट बनाउनु अब त्यो कर्तव्यबाट कोही मान्छे विमुख हुन चाहन्छ विविध कारण देखाएर भने हैन त्यो मान्छेले त्यो कर्तव्य पूरा गर्दैन भने त्यो मान्छेको काम मैले गर्नुपर्छ क्या त्यो गर्न पाउने अधिकार मसँग छ नियमावलीमा होला छ हैन ऐनमा त त्यो व्यवस्था छैन होला सुन्नु न त्यो कुरा किन छैन छ है यो तपाईको चाहिँ नगरपालिकाको दैनिक कामकाजलाई चाहिँ नि हैन रेगुलेट गर्ने नियमित गराउने है नियन्त्रण गर्ने भन्ने सम्मको अधिकार मलाई दिएको छ भनिसकेपछि त्यसलाई व्याख्या विश्लेषण गरेर मैले काम गर्नुपर्छ मेयर साहब अघि जुन साहबको अलिकति मैले सोधेँ मेयर साहबलाई एउटा दुईटा सोधौँ जस्तै यहाँले भन्नुभयो पत्रकार सत्य तथ्य निष्पक्ष भन्नुभयो अब त्यसो गर्दा के देखिन्छ भने यहाँले अघि भन्नुभयो मेयर साहब आफैले भन्नुभयो मेरो विरोधीहरू भन्नु जस्तै हिजो तपाईँ त्यो सुनाउने ठाउँमा हुनुहुन्छ आज सुन्ने ठाउँमा हुनुहुन्छ यो त यहाँलाई नभनौँ होइन
आज सुन्नुहुन्छ तर गाली गलोज भन्दा पनि केही करप्सन हुनुपर्छ होला त भनेको होला। अहिले हामीले सत्य कुरो लेख्दा फेरि मिडियालाई गाली गर्छु भन्नुहुन्छ, मान्छे प्रेस स्वतन्त्रको विरोधी हो कि जस्तो देखियो। अब यस्तो छ नि, सुन्नु न, अहिले बोल्नु भएको छ नि मेरो साहबले। अनि त्यसमा एउटा भन्नु गाली गर्ने मिडियालाई चाहिँ किन, जस्तै मिडियाले त राम्रो कुरालाई राम्रै भनिदिन्छ, नराम्रै भन्दैन कि त अब प्रेस स्वतन्त्र नमान्ने हो नि त्यो यहाँलाई केही भन्न सकिएन। अब स्थानीय सरकार 3 तहको सरकार मैले यस्तो सुन्नु न, मैले म तपाईलाई यता सुन्नु है, यता सुन्नु है, मलाई होइन त्यस्तो सबै मिडिया यता सुन्नु न त, त्यही त प्रतिनिधि तपाईँ भएपछि प्रतिनिधि तपाईँ मार्फत सबैलाई भन्दैछु क्या मैले, होइन? यता सुन्नु, सबैजनाले के भन्छु भने पत्रकार हो तपाईँ, मैले मानेको छु, चिनेको छु, सबैले मानेको छ। तर पत्रकारको काम चाहिँ भ्रम सिर्जना गर्ने, बिना प्रमाणको सामग्री चाहिँ बाहिर ल्याउने काम हो त पत्रकार। एउटै डालामा हाल्दिनु भयो। सुन्नु न, एउटै डालामा सुन्नु न, मैले कहाँ सबैलाई एउटा डालामा हालेको छु। सुन्नु यहाँ, जसले सुन्नु न, जसले मैले भन्दैछु त, जसले बिना प्रमाणको आक्षेप मलाई लगाउँछ, होइन, मलाई सिद्ध्याउनलाई लगाएको हो नि त्यो त, होइन? अनि त्यसको प्रतिरक्षा गर्ने अधिकार मसँग हुँदैन भनेको। सुन्नु न, सुन्नु न, सुन्नु न, यता सुन्नु न, तपाईले मलाई नराम्रो आक्षेप लगाउनु उदाहरण यहाँलाई फोन त गर्छौँ नि हामी। सुन्नु न, यहाँ मेरो कुरा सुन्नु न, तपाईले मलाई भेटेर मेरो भर्सन लिनुपर्छ है। धेरै कुराहरू छ, सुन्नु न, धेरै कुराहरू छ। अहिले मैले तपाईँलाई टाइम दिइराखेको छु। के छ भने सुरु यहाँबाट गरौँ। धरान उपमहानगरपालिकामा 7 करोड पैसा थियो, होइन? त्यो 7 करोड पैसा कता लग्यो मेयरले भन्ने सुरुमा आयो नि, आएन? अनि मैले लेखालाई सोधेँ, लेखालाई 7 करोड थियो त म आउँदा थिएन, कति थियो 2 करोड यस्तो थियो भने चाहन्छु देखाउनु। अनि त्यसो भनेर हल्ला गर्ने पत्रकारलाई मैले यहाँ बोलाएँ है। त्यसरी सनसनी फैलाउने होइन नि, के रहेछ भनेर बुझ्ने हो। प्रमाणसहित आउनु न, प्रमाणसहित आयो भने म ढुक्क छु, तपाईँहरूलाई म सहयोग गर्छु क्या। अब नहुने कुरा गर्नुभयो, त्यस पछाडि मैले उहाँलाई के भन्दाखेरि यस्तो भन्नुभयो, मानव अधिकार आयोगसम्म जानु, मानव अधिकार साथीहरू आएर मलाई सोध्नु। नहुने आक्षेप लाउनु पाउँदैन। हेर्नुहोस्, पत्रकार हुँ भन्दैमा नहुने कुराको आक्षेप लाउनु पाउँदैन। हुने कुरा बाहिर निकालिदिनुहोस् है। र यो पनि एउटा अहिले के भइरहेछ भन्दाखेरि श्रमदाताले पैसा लियो, श्रमदाताले कहाँ पैसा लियो, कहिले लियो, कति लियो, कुन तरिकाले लियो, होइन? थुप्रो छ नि त प्रश्न। मेरो साहब बोल्नु हुँदै गर्दा पनि होइन, मिडियाले त तपाईँको पनि भर्सन राख्नु होला, त्यो मान्छेको भनाइ त राखिदिनु होला नि, समाचार त उसो पनि बनाइदिनु पर्ने हो नि त। कि त धरानको मेयरकै मात्रै बनाउनु पर्यो भन्नु पर्यो कि नत्र भन्दा उसले बोलेको मिडिया आफैले भने होइन के मेरो साहब। त्यो त यहाँ जतिको मेयरले यस्तो छ। त्यसो हो भने चाहिँ डालामा सबै मिडिया खराब हो, कारबाही गर्छु म, त्यसको धुलो छ होइन, यस्तो छ। अब कारबाही गर्छु, धुलो छ, म कानुनी सुन्नु न, तपाईले के बुझ्नु जरुरी छ, तपाईको राख्नु न, मेरो पनि राख्नु नि त्यहाँ। सुन्नु न, यहाँ सुन्नु, अस्ति के भन्नुभयो, के अरे त्यो के अरे गोपाल दाल के को भन्ने पत्रकार, होइन? यति लामो उहाँले खोज अनुसन्धान गर्नुभयो अरे, अनि सबै कुरो होइन विपक्षीको सुनेर अथवा मलाई विरोध गर्ने मान्छेहरूको सुनेर लेख्नु यस्तो त्यतिखेर सुन्नु न, मलाई भेट्नु पर्दैन अनि फोन उठाएन भन्दैमा चाहिँ पाते छापिदिने त्यस्तो हुन्छ र? फोन त कहाँ उठाउँछु त, म यहाँ बोलिरहेको छु, अहिले पनि फोन आइरहेछ, यहाँ फोन उठाउनु तपाईँसँग बोल्नु होइन। 1000 जना सेवाग्राही हेर्नुपर्छ मैले, होइन? अनेक परेको छैन, मेरो अरू एक्स्ट्रा अभियान पनि छ, अनि त्यता त तपाईँको छैन बिजी भइराखेको हुन्छ, फोनमा झुन्डिराख्ने गरिराख्नु भ्याउँछ त। मलाई भेट्नु पर्यो नि त, मेरो सचिवालयलाई भेट्नु पर्यो, यस्तो कुरा आएको छ के हो भनेर चाहिँ मेरो भर्सन पनि लेखिदिनुपर्छ क्या। आरोप लाग्छ, हेर्नुहोस्, सुन्नु न, आरोप लाग्छ, सार्वजनिक पद धारण गर्नु भने आरोप लाग्छ। तपाईँ पनि मेरो भयो, तपाईँलाई आरोप लाग्छ होइन? सुन्नु न, तपाईँलाई आरोप लाग्छ, सुन्नु, तपाईँलाई आरोप लाग्छ, त्यस पछाडि तपाईलाई आरोप यो लागेको छ भनेर तपाईँको भर्सन पनि तल चाहिँ तर राख्नुपर्छ क्या। मेयरलाई यस्तो आरोप लाग्यो, तर मेयरले चाहिँ यस्तो हो पनि भनेको छ है, दुईटै सन्तुलित भयो नि त। अनि यस्तो मात्रै भन्दै के त भन्दाखेरि दिग्भ्रमित भयो नि त जनता त, होइन? अब यो के दिग्भ्रमण के अरे भ्रम उनीहरूले सुरु गर्नु खोजेको भन्दाखेरि श्रमदाताले त पैसा पाउँदो रहेछ भन्ने आयो, त्यो होस् भन्न खोजेको नि त। जे देखाए त्यो लेखि हाल्दियो क्या, त्यो मिडिया गर्ने पत्रकार आफै त्यसले गर्दाखेरि त्यसले गर्दा यता सुन्नु न, त्यसले गर्दाखेरि मैले भन्दैछु तपाईँको चाहिँ नि सन्तुलित सामग्री पेश गर्ने हो।
हुन्छ अब त्यो मान्छे आजको विषयमा अब त्यो मान्छे आजको विषयमा अलिकति सोधिहाल्नु अर्को विषय आजको यता सुनौ ल यता सुनौ मेयर साहबले पनि भन्नुभयो नि यो फाइल उपमेयरकोमा गएको अनि उपमेयरकोबाट फेरि फिर्ता आयो भन्ने कुरा आयो। त्यो उपमेयरकोमा जाँदाखेरि चाहिँ यो जुन रकम नलिने भन्ने जुन अहिले छ नि कैफियतमा त्यतिखेर चाहिँ त्यो थिएन कि भन्ने कुरो छ। अहिले त्यो थियो किन थिएन त्यो कसले लेख्छ? अहिले भर्खर तपाईँको चाहिँ नि प्रमुख प्रशासकीय अधिकृतको लकरबाट आउँदैछ होइन किरणजी? साँचो कुरा बोल्नुहोस् है, साँचो कुरा बोल्नुहोस् होइन। भोलि जनताले जवाब माग्छ। अनि उहाँ म काठमाडौँ जान्छु भनेको अनि अहिले फेरि फोन गरेर मेयर सरले फोन गरेर त्यहाँबाट झिकेर अनि मैले कुरा बुझ्नुभयो नि? साँचो कुरा बोल्नुभयो। कर्मचारी तपाईँ नागरिक हो होइन? यहाँ जागिर खाइन्जेल मात्रै कर्मचारी हो। भोलि तपाईँ पनि तपाईँको छैन होइन? नागरिक हो, जिम्मेवार नागरिक हो। जिम्मेवार नागरिकले बोल्न पाउनु जवाब पछि पनि खोज्छ, सकेपछि कार्यकाल सकेपछि खोज्छ नि आजको यसै म सकिहाल्छु। यो जुन डोर हाजिरी छ यसमा त्यो उपभोक्ताले रकम नलिएको भनेर लेखे पनि नलेखे पनि के हुन्छ? यो पैसा भुक्तानी चाहिँ हुन्छ कि हुँदैन? त्यो चाहिँ यता नलेखे पनि त्यो कुरा चाहिँ यता सोध्ने अब त्यतिको लागि मैले महाशाखा प्रमुखहरूलाई राखेँ। अहिले लेख्दा चाहिँ हुँदैन कि भन्ने अथवा नलेख्दा चाहिँ हुन्थ्यो कि भन्ने खालको चाहिँ के हुन्छ यो चाहिँ? मैले त्यतिखेरै पनि सोधेको, फिल्डमै सोधेको हो होइन? किरणजीलाई सोधेकै हो त्यतिखेर। अब कसले सुरज सरले के त्यो उहाँलाई फेरि उहाँलाई सोध्नु पाइहाल्यो न सर? मेयर साहब योभन्दा पछाडि पनि त्यो विषयमा होइन, अहिले सोध्नुपर्छ। अहिले नै भनिहाल्नुहुन्छ नि उहाँले भुक्तानी पाउँछ कि पाउँदैन भनेर सोध्नु न, भनिहाल्नु। भन्दा पनि यस्तो हो, हाम्रो इस्टिमेटमा जे कुरो लेखेको छ त्यो कुरो अनुसार भुक्तानी जाने हो होइन? इस्टिमेटमा लेखेको कुरो अनुसार भुक्तानी जाने हो। लेखामा गएपछि त्यो फाइलहरू अध्ययन हुन्छ, त्यो अध्ययन भइसकेपछि मात्र अनि भुक्तानीमा जाने हो। अहिले त्यो प्रक्रियामा लेखामा भएकै छैन। अनि के अरे इस्टिमेटमा चाहिँ के लेखेको छ त? तपाईँले सोध्नु कसले बनाएको छ? तपाईँले होइन के बनाएको छ? इस्टिमेटमा चाहिँ हाम्रो मेटेरियल कस्टको मात्रै बजेटिङ गर्ने भन्छ, बाँकी मेन पावरको कस्ट जति पनि आउँछ त्यो चाहिँ कन्ट्रिब्युसनमा भनेको जनसहभागितामा भुक्तानी नहुने श्रमदानबाट होइन? श्रमदानबाट गर्ने त्यो हिसाबले परेको छ। त्यो हाजिरीमा त्यो डोर हाजिरीमा जुन लेखियो नि लेखिएको छ नि त्यो नलेखे पनि भुक्तानी नहुने अथवा लेखे पनि नहुने भुक्तानी हुँदैन त्यसको। मैले बुझ्दा चाहिँ अभिलेख त राख्नु पर्यो नि त होइन र? अब जस्तै जाली चाहिँ किन्यो, जाली कहाँ लाग्यो त? त्यहाँ गएर हेर भन्नुभन्दा पनि त्यो चाहिँ यस्तो तरिकाले बनायो भन्ने किसिमको एउटा अभिलेखीकरण होला होइन? भन्नु त सुनाइदिनु त ल। लिगल एडभाइजर सुनाइदियो अब यो कुरा सब माथिको टिप्पणीहरू मैले पढेर सुनाइन। मैले आफूले लेखेको कुरा हजुरहरूलाई पढेर सुनाइदिन्छु म। श्रीमान, यसमा स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 16 उपदफा 4 ख नगर प्रमुखको काम कर्तव्य र अधिकार अन्तर्गत बुँदा नम्बर 5 मा नगर उपप्रमुखको काम कर्तव्य र अधिकार अन्तर्गत बुँदा नम्बर 5 मा योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गर्ने उल्लेख भएको छ। साथै ऐनको दफा 16 उपदफा 4 क बुँदा नम्बर 6 मा कार्यपालिकाको दैनिक कामको सामान्य रेखदेख निर्देशन र नियन्त्रण गर्ने नगर प्रमुखको काम कर्तव्य र अधिकार उल्लेख गरिएको छ। साथै धरान उपमहानगरपालिका नगर कार्यपालिका कार्यविभाजन नियमावली 2074 को नियम 4 को उपनियम 4 सँग सम्बन्धित अनुसूची 4 प्रमुखको काम कर्तव्य र अधिकारको बुँदा नम्बर 14 मा नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न कार्यक्रमहरूको अनुगमन गुणस्तर कायम गर्ने, यस्ता कार्यक्रमहरू कार्ययोजना बमोजिम सञ्चालित भए नभएको सुपरिवेक्षण अनुगमन गर्ने व्यवस्था उल्लेख भएको हुँदा नगर स्तरीय अनुगमन समितिले अनुगमन नगरेको भन्न मिल्ने देखिँदैन। विशेष गरी यही हो है। अब नगर प्रमुखको काम कर्तव्य र अधिकार भन्ने नगर चाहिँ हाम्रो चाहिँ कार्यविभाजन नियमले 2074 मा छ। सोही अनुसार नगर प्रमुखले गरेपछि त्यसलाई अनुगमन नगरिएको भन्न मिल्दैन भन्ने अनुगमन गरेकै छ हैन बुझिन्छ। त्यसै गरी अत मिति 81/1/25 गते नगरपालिकाबाट कार्यादेश दिई सोको
जानकारी नगर स्तरीय अनुगमन समिति संयोजक उपप्रमुखज्यूको सचिवालयलाई समेत बोधार्थ दिएको देखिँदा नगर स्तरीय अनुगमन प्रतिवेदन नभएको र नगर प्रमुखबाट अनुगमन भएको एवं बिल भरपाई प्रमाणित भएको हुँदा अन्य सम्पूर्ण विधि प्रक्रिया पुरा भएको भए नियम अनुसार उपभोक्ता समितिलाई भुक्तानी दिन मिल्ने राय पेश गर्दछु। त्यसले रोकिने अवस्था छैन। अरू कुरा मिलिसकेको छ भने प्रक्रिया पुरा गरेर दिन मिल्ने भन्ने आशयको मैले Shipping costs are too high? Go to Alibaba.com where you can choose from